गाइज वेलकम वेलकम। अहिले यहाँ चाहिँ लास्टै पानी परिरहेछ मलेसियामा अनि हामी पानीमा हिँडिरहेछौँ। अहिले यहाँ चाहिँ धेरै ठुलो पानी परेको छ, बर्खा लागेको अवस्था हो। अनि सबै अब पानी पर्दैछ गाइजहरू, सबैले हेर्नुहोस्। जितेन ब्लगलाई माया गर्नुहोस् सबैजनाले। वेलकम वेलकम। यहाँ छाता उडाएर भिडियो बनाइरहेको मेहनत छ हौ, भिडियो बनाउनु मेहनत छ। पानी कहिले रहने हो? यो बर्खाको पानी नेपालमा त धान रोप्न हुन्थ्यो छ। पानी पर्दैछ यहाँ, सबै गाडी भिजेर हेर्नु लुथुक्कै भइसक्यो गाडीहरू पनि। हेलो हेलो, हामी अहिले मार्केट जाँदैछौँ घुम्नलाई। हेलो हेलो सबैजनालाई, वेलकम टु माई ब्लग। वेलकम है, वेलकम वेलकम। हेर्नु न यसो छाता अरेर हिँडेको। वेलकम छ सबैजनालाई। हेलो 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 सबैजनालाई, के छ नयाँ नौलो भन्नुहोस् न। यताबाट हिँड्नु न, त्यहाँ यो छ क्या हिलो हिलो, अहिले गनाउँछ क्या, फोहोर छ त्यहाँ पानी परेको। हेर्नुहोस् यो चाहिँ यही छ हरिहरू। वेलकम टु माई ब्लग सबैजनालाई। यहाँ चाहिँ यस्तै पानी पर्ने क्या मलेसियामा चाहिँ, एकदम पानी पर्ने, धेरै नै पानी पर्छ। कस्तो जाडो जाडो हुँदो रहेछ क्या पानी परेर होइन। अनि के पानी पर्ने यहाँ चाहिँ। मेरो भिडियो हेरिदिनु होला है सबैजनाले। वेलकम छ, वेलकम है सबैले भिडियो मन पराइदिनु होला। छाता हो, नीचे बाटो हो, पानी ठुलो परिरहेको छ। भन्नुहोस् न अरू। Hey,
हो बेकारमा आएको है हेर्नु न यहाँ त लास्टै ठुलो पानी परिरहेको छ है अब खाडीतिर त साउदी कतारतिर त पानी पर्दैन यहाँ चाहिँ पानी पर्दैन यो त सेम अब नेपाल जस्तै हो क्या पानी सानी पर्ने त्यस्तै खालको मौसम हो अनि पानी चाहिँ परिराख्ने यहाँ चाहिँ लास्टै पानी पर्ने वेलकम है सबैजनालाई मेरो भिडियो सबैले मन परायो लाइक गरिदिनु होला है अनि भिडियो हेर्दाखेरि चाहिँ फुल हेर्नु आदि नहेर्नु है भिडियो चाहिँ फुल हेरेर राम्रो हुन्छ सबै मिल्छ नि त भन्नुहोस् न अरू वेलकम छ सबैजनालाई हेलो हेलो किताबाट जाने किताबाट हिँड्नु अब पानी आयो पानी चाहिँ भिजाउने भयो कि यो पानी लास्टै ठुलो आयो कि पानी कति धेरै ठुलो आएर सबैजनाले ओ माई गॉड पानी त है कति धेरै ठुलो पानी आयो कि वेलकम सबै हेर्नु न कत्रो पानी झर्दैछ कि वेलकम छ है सबैजनालाई मेरो यो ब्लगमा सबैले माया गरिदिनु होला सबैले फुल भिडियो हेरिदिनु होला भिडियो त खासै बनाउनु आएन अब पछि बनाउला नि राम्रोसँगले अहिले चाहिँ जथाभावी बनाएर हाल्यो है पछि बनाउला राम्रोसँगले भनेको
ल है आजले चाहिँ यहीँसम्म